हेलो गुड मर्निङ साथीहरू। आज म तर्जमा पारेर राखेको घिउ बनाउँदैछु। घिउ कसरी बनाउने कतिजनालाई थाहा हुनसक्छ, कतिलाई थाहा नहुन पनि सक्छ। र म यसरी बनाउँछु है। पहिला चाहिँ म मिक्सरमा बनाउने गर्थेँ, तर त्यो मिक्सरमा बनाउँदा चाहिँ कस्तो सबैतिर फोहोर हुने। अनि त्योभन्दा मलाई चाहिँ हातले मोलेर बनाउन चाहिँ इजी लाग्यो। अनि यसरी बनाउँदैछु। म चाहिँ यो 1 हप्ताको नौनी हो। यसलाई चाहिँ मजाले माडेर गऱ्यो भने आफै घिउ नहुने छुट्टिन्छ। छुट्टिसकेको नहुनीलाई सफासँग पखालेर अनि एउटा कराहीमा मजाले तताउँदै जाने। अनि मजाले यसरी के हुन्छ, घिउको त्यो नहुनी तल बस्दै जान्छ, घिउ निस्किँदै जान्छ। कस्तो राम्रो घिउ देखिएको छ, कस्तो राम्रो भएको छ घिउ पनि। यो चाहिँ मैले पित्तलको कराहीमा बनाएको भएर पहेँलो देखेको हो। हजुरहरूले जुनसुकै कराहीमा पनि बनाउन सक्नुहुन्छ। अनि यसरी घिउ रेडी भयो। अनि यो घिउ चाहिँ मेरो 1 महिनाको तहको घिउ हो।